एभ्रिवान सबैजनालाई नमस्कार। सबैजना सन्चै हुनुहुन्छ। आज पनि मैले नयाँ भिडियो लिएर आइसकेको छु, न्यू ब्लग लिएर आइसकेको छु। मेरो फर्स्ट ब्लग गाइज, तपाईँहरू हेरेर अन्तिमसम्म साथ दिनुहोला। सब्सक्राइब, लाइक, कमेन्ट र सेयर गरेर मलाई सपोर्ट गरिदिनु होला। मेरो फर्स्ट ब्लग आज चाहिँ हाम्रो रेस्टुरेन्टमा बर्थडे पार्टी रहेको छ। आजको बर्थडे पार्टी के कस्तो हुन्छ म तपाईँहरूलाई अन्तिमसम्म देखाउनेछु। साथीहरू अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो चाहिँ हाम्रो रेस्टुरेन्ट हो र आज चाहिँ यहाँ एकजना दिदीको ठुलो बर्थडे छ। त्यो बर्थडेको लागि आज सबै चिज रेडी हुँदैछ। यो रेस्टुरेन्टको एज म सेफ हो। आज नयाँ नयाँ आइटमहरू पकाउने छु र तपाईँहरूलाई देखाउने छु। साथीहरू अन्तिमसम्म हेरिदिनु होला। र हाम्रो यो रेस्टुरेन्ट चाहिँ हिमाडोर रातो मकै चौकबाट भित्र हो, ललितपुरको है। यो चाहिँ मेन रोडमै पर्छ। यताबाट पुग्यो भने कृष्ण मन्दिर, यता गयो भने राता मकै चोक, टक्क बिचमा हाम्रो लोकेसन रहेको छ। यो चाहिँ हाम्रो रेस्टुरेन्ट हो। अन्तिमसम्म हेरेर साथ दिनु होला। यो चाहिँ हाम्रो रेस्टुरेन्ट हो, भित्र बसेर खाने ठाउँ यस्तो छ। यहाँ लोकेसन चाहिँ टक्क बसेर खाने ठाउँ चाहिँ यो चाहिँ हाम्रो क्याबिन हो। क्याबिनमा बसेर मस्त बसेर खाना पाइन्छ। यहाँ चाहिँ बर्थडेको लागि डेकोरेसन हुँदैछ। यहाँ रेडी हुँदैछ, आधी त भइसकेको छ, रेडी हुँदैछ सबै। अनि यताबाट यता गयो भने यहाँ घरको बसेर खाने भर्खर कस्टमरहरू आएको थियो। यहाँ फोर गरेको रहेछ, सबैजना जाँदैछ। अनि यो हाम्रो बर्थडेको लागि रेडी हुँदैछ। डेकोरेसन पुरा भएको छैन, पुरा हुँदैछ है। बर्थडे मनाउने हो, अहिले म तपाईँलाई देखाउने छु। टक्क यहाँ स्पिकर पनि बजिरहेको छ र यहाँ बसेर खाने ठाउँ हो। साथीहरू हाम्रो रेस्टुरेन्टको भित्र यस्तो छ। अझै मोडिफाई गर्नेवाला छ। यहाँ अझै पनि यहाँ भर्खर खोलेर 2-3 महिना भएको छ। सबै सेटअप नै बाँकी छ साथीहरू। र यहाँ लाइभ प्रोजेक्टरबाट गेमहरू पनि देखाएको थियो। वर्ल्ड कपमा यो वर्ल्ड कपको लागि हालेको झन्डाहरू हो साथीहरू है। तपाईँहरूलाई मैले अर्को भिडियो देखाएको थिएँ, तर मैले यसरी भ्लग चाहिँ बनाएको थिएन। यो चाहिँ मेरो फर्स्ट भ्लग हो साथीहरू है। तपाईँहरू हेर्नु होला र तपाईँले साथ दिनुभयो भने फेरि म नयाँ नयाँ भ्लगहरू लिएर आउनेछु। कृपया एकदम सपोर्ट गरिदिनु होला। सब्सक्राइब गरेर सेयर, लाइक, कमेन्ट अनिवार्य गरिदिनु होला। प्यारो दाजुभाइ दिदीबहिनीहरू है। अनि डक्क बारेर हाम्रो बसेर खानाहरू भइसकेपछि अब यता चाहिँ हाम्रो वासरुम रहेको छ। टक्क यो चाहिँ हाम्रो वासरुम हो है। वासरुम चाहिँ यहाँ यता रहेको छ। वासरुम हो अनि यता चाहिँ रहेको छ हाम्रो रेस्टुरेन्टको है साथीहरू। कमलाहरू छ, त्यहाँबाट पाउने के छ। अनि हाम्रो रेस्टुरेन्टको एउटा आउने बाटो यहाँ पनि छ। यो अर्को साइडबाट आउने बाटो हो यो। टक्क अनि अनि यो चाहिँ हाम्रो रेडी गर्दैछु कस्टमरको लागि। मैले सबै खाएको राखेको छु। यो डान्स सिकाउनको लागि प्याजको अचारको लागि भेजिटेबलहरू सबै रेडी गरेको छु। अब अर्डर चाहिँ फिक्स गर्नु भएको छैन, के गर्नुहुन्छ एकछिनमा थाहा हुन्छ है। अनि यो चाहिँ हाम्रो किचन हो साथीहरू। यहाँ पकाउनु आज हल्का धेरै पकाएको हल्का फर्छ। हामीसँग सफा गराएको छैन, अहिले बहिनीहरू आएर सफा गर्छ। अघि यहाँ कति धेरै खानेकुरा पकाएर रेडी गरेको थियो, त्यही भएर फोहोर छ साथीहरू। अन्य त केही नसोच्नु होला। धेरै किचन पनि फोहोर रहेछ भन्नु भएर यहाँ धेरै पकाएर फोहोर भएको छ। अहिले सफा गर्न लगाउँछु मैले बहिनीहरूलाई। अनि यहाँ तलहरू सब भएको छ, पापड पकवानहरू यहाँ सिटकलहरू सब रेडी गरेर हुन्छ। बट्टामा छ, यता बट्टै होटलमा छ। चाहिँ हामीले कस्टमरलाई दिने प्लेटहरू पनि रेडी गर्न बाँकी छ। सबै रेडी हुन्छ। अनि यहाँ आज स्पेसल भनेको सेकुवाको लागि, यहाँ सेकुवाको लागि बवाल रेडी हुँदैछ। सागो बालेर यहाँ होइन खट्टै हुनेवाला छ आज। यो चाहिँ हाम्रो यता बाहिरको सिन हो साथीहरू है। बाहिर यस्तो रहेको छ। अनि तल यहाँ चाहिँ लुगा देख्नु भएको होला। यो चाहिँ लन्ड्री भएको कारण यहाँ लुगा छ। त लुगा धुने ठाउँ हो यो। तल चाहिँ रेस्टुरेन्टको यो ब्याकग्राउन्ड बाहिरपट्टिको भाग हो यो है। यस्तो छ। अनि हाम्रो यहाँ सेकुवाको लागि आगो बल्दैछ। सबै सेकुवा खोल्नुहुन्छ। आज बफ मटन पोर्क स्पेसल सेकुवाहरू बन्नेवाला छ। तपाईँहरूलाई देखाउँछु म। तपाईँहरू अन्तिमसम्म हेर्नु होला।
अनि साथीहरू यहाँ सब मैले सब रेडी गरेको छु है अचारहरू बनाएर मोमोको लागि सेकुवाको लागि हट ससदेखि लिएर सब रेडी गरेको छु मिस ससदेखि लिएर यहाँ यता भेजिटेबलहरू टन्नै छ त सब मैले रेडी गरेर काटकुट गरेर राखेको छु है अनि यता माथिपट्टि चाहिँ यता ससेजहरू छ यता ससेज चिकन बफहरू मासुहरू मिटहरू छ यता चाहिँ अनि साथीहरू सबैभन्दा मिठो एकदम स्वादिलो टेस्टी बफ मोमो रहेको छ यहाँ बफ मोमो छ यता पनिर मोमो छ सबै बिहान बनाएर रेडी गरेर राखेको छु फ्रोजन गरेर यता चिकन मोमो बनाएर राखेको छु र यता यहाँ के अरे चुकुन्दर यहाँ सलादको लागि चुकुन्दर एकदम बबाल टेस्ट अनि यहाँ बोटल रहेको छ बफ मोमो पनि यहाँ छ साथीहरू हाम्रो स्पेसल हुनेछ र यता यहाँ स्विट कर्न छ यता स्विट कर्न राखेको छ स्विट कर्नको प्याकेट हो र त्यहाँ फ्रेन्च फ्राई छ है अब आज खत्ता पार्टी हुनेवाला छ साथीहरू है अन्तिमसम्म के कस्तो हुन्छ म तपाईँलाई अन्तिमसम्म देखाउनेछु तपाईँहरू छोडेर यो भिडियोहरू छोडेर कतै पनि नजानु होला र सक्दो सेयर सपोर्ट गरिदिनु होला यस्तै यस्तै भिडियो बनाउनको लागि अनि यहाँ चाहिँ हाम्रो बर्थडेको डेकोरेसन लगभग फिनिस हुने चाहिँ मस्त बसेर खान्छ है केटा हौ कस्तो बढेर त्यो माथि हामी बर्थडेदेखिको ब्यानर छ स्याट आएर बस्ने होइन बाहिर अब सानले चाहिँ गर्दैछ कस्तो सरसफाइ गर्दैछ यहाँ है राम्रो सरसफाइ गर्दैछ यस्तो चाहिँ थोरै स्वर गर्दैछ कस्टमर कस्तो कस्टमर आउँछ अहिले कस्टमर हो भनेर हामीले केही नभनिकन यहाँ मजाले सरसफाइ गर्दैछ सानले यहाँ टिप्दैछ सरसफाइ गर्दैछ हामी के कस्तो हुन्छ म तपाईँहरूलाई सबै देखाउँछ है त्यसपछि चाहिँ अब म एउटा काम गर्छु अनि तपाईँहरूलाई म फेरि देखाउँछु ओके गाइज अहिले चाहिँ हामी बाबुहरूको छ किचन चाहिँ हल्का भएको छैन मोडिफाई गर्नुपर्ने छ किचन चाहिँ है có sợi gì đó cái này đâu không nhau lại kìa anh lên gọi cho con làm lên lên không lên này cái này như nào đấy cái nào rồi bên này quên đi quên đi quên đi quên đi bảo lại đi bác đây đi đi con lại còn một chuyện không biết tháng này sao giảm nữa như nào rồi yêu cho số tháng đi lại thêm bữa nay có phải lại cái đây यस्तै छ गाई जना बलिसम्म पुऱ्याउने अब रक्त बालेर उठ्या यस्तो हुन्छ पुरा जान्छ कोही काम के बडी स्पेसलले पहिला सजिलो रहेछ कस्तो हुन्छ Ví anh mới cái con tôi cái phim mà rồi nó phim chơi lại cho chơi lại cho phim mà lại làm đấy guys अब फाइनल्ली है अब हाम्रो बर्थडे सुरु हुँदैछ टक्क लगाएर यहाँ डेकोरेसन भइसकेको छ त्यहाँ ठाउँ अघिको त्यो हो क्या होइन त्यहाँ ठाउँ भएन राम्रो भएन भनेर टक्क हाम्रो डेकोरेसन चेन्ज गरेर यता आएको छ अहिले अनि यहाँ छ डेकोरेसन यहाँ बर्थडे गर्ल चाहिँ हुनुहुन्छ अहिले बर्थडे हाम्रो फाइनली केक काट्ने अवस्थामा हुनुहुन्छ है भाइ कसको होइन होइन आइफोन चाहिएन भने दाइ कहाँ
इबाट राम्रो आउँछ पार्टी फाइनल सुरु भइसक्यो है यस्तो छ बवाल छ From your house back. Also. हजुर फाइनल सक्यो गाइस भाइ तिमी नवीन दाइले भन्नु नवीन दाइ पर्ने हो नि त छिटो म गर्छु
लाइट बोले लाइट बोल और कसिएको लागि स्पेसल